घाँटीमा त्यो चुना लगाएर राखेछ त्यसले हुन्छ भन्छ खै हुन्छ कि त्यसले भएन भने चाहिँ जान्छु म हिजो त्यस्तो बिना चिसो त थिएन ल ल धेरै नबोल्नु ल अमर दाइले दिनु त मलाई के मन लाग्यो के काम थियो होइन काम त केही थिएन तपाईँ के गर्दै हुनुहुन्छ भनेर नि ए अनि घर किन आएको त्यहाँ अब मेरो खाना बनाएर अब अहिले एकछिनमा आउँछु म आयो भने है ल ल म दाइलाई दिन्छु ल ल ल ल दाइ त्यो हस्पिटल लग्नु भएको हुन्थ्यो त्यो पाफ लाउन खै जाउँ भनेको मान्दैन त्यो अनि मैले नि यहाँ खाना पकाएकै छैन खाना पकाए त आउनुहुन्थ्यो खै मान्दैन मैले भनेको त अनि मान्दैन मैले भनेको न केही मान्थ्यो ल ल म खाना पकाएर म छिटो गरेर अनि आउँछु नि ल डिप्सन गएर दिलु सुतिरह हो ए ल अहिले आउँछु रे मिठो ल मिठो आइज ल ल ल ल आउँछु ल ल तातो पानीहरू खाना दिइराख्नु न दाइ ए हुन्छ ल ल ल म खान्छु हेलो नमस्ते एभ्रिवान सबैलाई वेलकम टु माई ब्लग होइन यो चाहिँ सेकेन्ड हाम्रो आज डे 2 सेकेन्ड ब्लग सुरु हुँदैछ आज चाहिँ एउटा के छ भने सानो एउटा मेरो बहिनीलाई एउटा सानो प्र्याङ्क गरौँ भनेर होइन उसलाई भाउजू बिरामी भएको छ भनेर बोलाएको छु अनि त्यहाँबाट ऊ आउँदैछ उसँग कुरा कल भइसक्यो ऊ चाहिँ भाउजू बिरामी छ भनेर आउँदैछ अब हेरौँ ऊ आइसकेपछि उसको रियाक्सन कस्तो हुन्छ सानो प्र्याङ्क त हामीले गराएको छु अब त्यसपछि अब आएपछि रियाक्सन उसको हेरौँला है अनि यतापट्टि अनि आज हाम्रो आफ्नो भ्लग हेरेर होइन मस्त रमाउँदै हाम्रो फ्यामिलीहरू यतिको लागि नै हामीले भ्लग बनाउन थाल्यो होइन टक्का फ्याक्कै फ्यामिली बस्ने कति अरूको भ्लग हेर्ने कि आफ्नो पनि यसो हेरौँ न भनेर फ्यामिलीसँग बसेर हेरौँ भनेर बनाएको खासमा चाहिँ होइन अब यही हेर्दैछु स्पेसली सबैलाई वेलकम छ मेरो लाइफमा मेरो भाइ वेलकम मेरो भाइ अस्मी वेलकम हाम्रो पऱ्यो नि केटा गाह्रो छ के गर्नु होइन हाम्रो यहाँ भिडियो फेरि सुट हुन्छ ल हामी चाहिँ अब यसो माथितिर यहाँ चाहिँ अनि भ्लग चलिरहेको छ यहाँनिर हुनुहुन्छ Soy arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. Fuego. वाउ हरियाली दामी दामी आजको मौसम त बबाल छ यार हेर्नु भएको नि यार हुनु त चाहिँ लास्टै हरामी भयो कि कान्छी बानी चाहिँ अलिकति सुधार्ने गर के माया लाग्ने खालको बन के बड़ा हरामी हो बेटा खानै नदिए जस्तो त्यो चटर पटर 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 मर्छस् मेरै हातबाट फेरि आउँछ जा कहिले काहीँ यतिको माया त बुढालाई पनि लगाइदियो हुन्थ्यो नि यसरी होइन कुकुर लगाउनु पर्दा त ल अब हाम्रो यहाँ बहिनीले चाहिँ के बनाउँदैछ यसो हेरौँ है अब आमामा यतिको चिसो मौसममा चाहिँ होइन यस्तो साग र आलुको झोल खान पाउँदा चाहिँ होइन अब के भन्ने अब यो अहिले नै मुखबाट भन्नै पऱ्यो नि फेरि मार्छ फेरि अनुहार हेर्दा माया लाग्छ होइन तर यसको अनुहारमा हेर्नु त अनुहार यता यता
यसको यो अनुहारमा चाहिँ नजानु कोही पनि क्या यति हरामी छ कि यति हरामी छैन यो होइन भने के त यत्रो बुढी भइसक्यो अब लगभग 1.5 वर्ष हुन लागिसकेस् अनि के भयो भने त बानी तेरो झन् ठुलो भयो झन् बिग्रिँदै 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 गइरहेछ ब्रस पाए ब्रस टोक्छ जे पाए त्यही चप्पल टोक्ने यताको सामान उता पुर्याउने घरमा त एक्लै राख्नै नहुने भइसक्यो तल त यही हो तेरो पारा तल पठाइदिउँ म अनुहार हेर्दा माया लाग्छ केही गर्न मन लाग्दैन अनि नहुँदाखेरि चाहिँ आम्मामा यताबाट उता उताबाट यता बानी सुधार है सुधार नानी फेरि दुःख पाउँछ नि कान्छी तिमीले त फेरि यत्तिकै बस्ने हो धेरै चकचक चकचक ल्याङ 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 त्यो के भन्छ नि कुकुर पुच्छर कहिले पनि सिधा हुँदैन भने जस्तो बानी चाहिँ नदेखार फेरि खेर जाँदास अनुहार हेर्न उता हेर त अनुहार देखा त उता देखा त्यहाँ अनुहार त रोला जस्तो बनाउँछु त फेरि माया लाग्दो गरेर फेरि सर नचल है ज्ञानी भएर बस है उता के रुन्छ क्या यो त साँच्ची तेरो बुढा ल्याइदिन्छु ल बुढा लिएर आइदिन्छु ल तँलाई बुढा चाहिएको मलाई थाहा छ ल त तेरो बुढा आउँछ एकछिनमा नेपाली खाना खुवाइदिएको उहाँलाई पचेन जस्तो खै कस्तो छ खाना कस्तो छ खाना त्यही त सोधिरहेको छु त अनि बनाउने मान्छेले भन्छ त कस्तो छ भनेर कस्तो लाग्यो खाना ठिकै छ आजको लागि आजको लागि आजको लागि चाहिँ तरकारी चाहिँ यसले बनाएको अचार चाहिँ मैले बनाएको मिठो भएको त कस्तो मिठो भएको अचार बनाएको आजको लागि चाहिँ ठिकै छ भन् अब त्यो अघि प्र्याङ्क भनेको चाहिँ खासै प्र्याङ्क गर्ने भनेर चाहिँ हामीले सोच चाहिँ गरे होइन उसको बहिनीको फोन आयो अनि त्यसै कुरा पुरामा यसो दिमागमा आएर हल्का भाउजू बिरामी छ भनेको टाइपले चाहिँ हल्का प्र्याङ्क मात्र गर्न खोज्यो अब हेरौँ कस्तो हुन्छ त्यो चाहिँ होइन त्यसको रियाक्सन चाहिँ कस्तो हुन्छ त्यो चाहिँ अहिले एकछिनमा भएपछि हेरौँ देखाउन तपाईँहरूलाई हामी पनि वेट गरिरहेको छु त्यो हेरिरहेको छु त्यो कतिखेर आउँछ भनेर के भएको हस्पिटल लानु भने मान्दैन सुई लगाउँछ भनेर एक्लै आएको क्या हो कितना गुजरे हो बाफमा त दिन्छ कि सुई सुई लाउँदैन काहीँ पनि लाउँदैन सुई मजाले छोरीले लिन जानु ल होइन क्या भयो के हो कसलाई के हो
कसलाई तपाईँहरूलाई छैन है कसले भने किन भने म बोलेकै छैन है त्यसरी को बोल्यो नि बोले त हरामीहरू भाइ आयो उल्लु बनाया बडा मजा उल्लु बनाया ल होइन फाइनली बहिनी पनि आइसकेको रहेछ होइन बिहानदेखि हामीले त्यो बनाएको अब झन् रियाक्सन हेर्ने भनेर कुरेर बसेको खै मैले त झन् हेर्न नै पाएन कतिखेर आइपुग्यो म त कुर्दा कुर्दा सुतेछु अब उनीहरूले चाहिँ खै बनाएर रहेछ भिडियो अब त्यो हेरेँ मैले चाहिँ अब यस्तै हो बिचरा काम थियो रहेछ आज त्यही पनि यहाँ आइपुग्यो अनि कस्तो भयो त कस्तो लाग्यो हजुर बिहानै प्लान गर्छ क्या छैन कसले प्लान गरेन एक्कासी हामी सुतिरहेको यहाँ फोन आयो होइन अनि कुरा गर्दा गर्दै त्यति अटोमेटिक त्यस्तो भएको त्यस्तो केही प्लान उनीहरू सबैजना माथि नै थियो ल अब यस्तै हो होइन हाँसी मजाक भने भइहाल्छ अब आउँछ अब यस्तै रमाइलो भिडियोहरू हाम्रो बिस्तार सबै हाम्रो यो परिवारको आउँदै गर्छ होइन यसो हेरिदिनु होला रमाइलो गरिदिनु होला तपाईँहरू पनि होइन भिडियो चाहिँ अब यो सानो छोटो मिठो सानो हाम्रो भिडियो आज यति नै भोलि फेरि अर्को ठाउँमा कुनै नयाँ थिम लिएर हामी आउनेछु हजुरहरूको सामु के अरे यसो माया गरिदिनु होला र सपोर्ट पनि गरिदिनु होला एक सदस्य दिनु पर्यो नयाँ च्यानल हो हाम्रो होइन बिरामी मान्छे प्लिज डु सब्सक्राइब लाइक है सबैजनालाई धन्यवाद